हेलो साथीहरू, नमस्ते नमस्कार। आज हामी परेवाको डाइसेक्सनको बारेमा पढ्न गइरहेको छौँ। यानि यसको प्रयोगात्मक प्र्याक्टिकल गर्न गइरहेको छौँ। यहाँ भिडियोमा तपाईहरु हेर्न सक्नुहुन्छ, कुनै एउटा व्यक्तिले त्यो परेवाको कटिङ मतलब त्यसलाई चिरिरहेको छ। यसमा हामीले परेवाको भिन्न अंगहरू देख्छौँ, जुन अंग चाहिँ मान्छेको शरीरसँग पनि केही सम्बन्धित छन्। अनि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ कि त्यो परेवाको छाला बीचबाट काटिरहेको थियो अघि, अनि यो काटिसकेपछि अब त्यो छालालाई उकालिरहेछ। हेर्नुस् त, ध्यान दिएर त्यहाँ छाला उक्लिरहेछ। त्यो छाला उकाल्दाखेरि त्यसको भित्र पनि अर्को छाला पातलो खालको देख्न सक्नुहुन्छ। पातलो छ। त्यो पातलो खालको निकालिसकेपछि त्यसबाट हामीले त्यो परेवा भित्र भएको विभिन्न अंगहरूलाई हामीले राम्रोसँग हेर्न सक्छौँ। हेर्नुस् त, त्यो लगभग त्यो जस्तो कुनै चिजको प्लास्टिक हुन्छ त्यसलाई काटिरहेको देख्नुहुन्छ नि तपाईहरु। हो, हेर्नुस्, त्यो काटेर छ नि। त्यो काटिसकेपछि त्यसको परेवाको भित्रबाट हामी उसको विभिन्न अंगहरू हामी निकाल्छौँ। हेर्नुस्, अब हेर्नु, त्यो उक्लियो। अब हामी त्यसलाई त्यो माथिको जुन लेयर त्यो काटिसकेपछि अब त्यो मतलब हार्ड सेल्सहरूलाई निकाल्दैछौँ। यसबाट अब हामी हेर्न सक्छौँ त्यो परेवाको भित्री अर्ग्यान्स भन्नाले अंग बुझ्नु पर्यो। अंग हेर्न सक्नुहुन्छ, त्यो परेवाको भित्रको अंगहरू, आन्द्राहरू, कलेजो, जसलाई हामी लिभर भन्छौँ, त्यो सबै देखा पर्न गइरहेको छ। अब यसलाई हामी सबभन्दा पहिले त्यसमा रगत छ। रगत भएको कारणले गर्दाखेरि त्यसबाट भएको रगतवाला पार्टलाई, ब्लड पार्ट्सहरूलाई पानीको मद्दतले धोएर त्यसलाई पखाल्ने, राम्रोसँग पखाल्ने, सफा गर्ने, एउटा पनि रगत नरहन दिने। रगत नरहेपछि, त्यो राम्रोसँग सफा भएपछि त्यसपछि हामी त्यसको भित्री अंगहरू एउटा निकालेर त्यसको बारेमा हेर्ने या कसरी निकाल्ने भनेर त्यो पनि सिक्नेछौँ। फेरि त्यो पिजनको यानी परेवालाई धोएर ल्याइसकेपछि उसलाई अब फेरि केही भाग काट्न बाँकी थियो, त्यसलाई काटेर अब त्यसको भित्री अंगहरू हामी निकाल्नेछौँ। हेर्दै जानुहोस् के भइरहेछ त्यो भित्रमा। हेर्न सक्नुहुन्छ, त्यो परेवाको घाँटीको नक्सा उकालिँदैछ। राम्ररी हेर्नुहोस् कसरी निकालिँदैछ। सिस्टम ओसोफेगस फुड पाइपहरू यही हुन्छन्। यो उकालिँदैछ, हेर्नुहोस् कसरी उकालिँदैछ। त्यो भइसकेपछि फेरि एकपल्ट हामी फेरि त्यसबाट ब्लड निस्कियो। फेरि त्यसलाई पखाल्नको लागि हामी पानीतिर नि धारामा लग्यो। फेरि पखालिसकेपछि फेरि जहाँ हामी अघि बसेको थियौँ, अघि गर्दै थियौँ, फेरि त्यही लिएर जाने। अनि त्यहीबाट फेरि यसलाई फेरि त्यही प्रोसेसहरू, त्यो एउटा अंगहरू, एउटा भागहरू गर्नेछु। हेर्नुहुन्छ, जाँदैछु।
हेर्नुहोस् यसको एउटा एउटा अङ्गहरू पार्टहरू निकाल्ने छु हेर्दै जानु बिस्तारै बिस्तारै यसको एउटा एउटा अङ्ग निस्किन्छ अर्ग्यानहरू निकाल्छु त्यो लिभर भन्नुहुन्छ हार्ट भन्नुहुन्छ त्यो चाहिँ चुच्चो हो यसको भित्र खाना खान्छ त्यो जनावरहरूले हामी पनि मुखबाट खान्छौँ यो पनि परेवाको मुख हो यसबाट उनीहरूले खाना खान्छन् अनि यसको भित्र यो पछाडिको ओसोफेगससँग यसको एउटा भित्रमा टुप्पो जस्तो हुन्छ त्यो टुप्पो अट्याच गरिएको हुन्छ साथीहरू यहाँ हेर्न सक्छु त्यो जुन हेर्नु भएको छ नि त्यो चाहिँ पाइप हो त्यो फुड पाइप बुझ्नुभयो नि अनि त्यो त्यसको भित्र त्यो हटहरू हेर्नुहोस् त्यो कसरी निकालिँदैछ हेर्नु यो इन्टेस्टाइन हो त्यसरी विचार गर्दै गर्दा हेर्नुहोस् राम्रोसँग भाइ बहिनीहरू राम्रोसँग हेर्नुहोस् त त्यो हेर्दै हुनुहुन्छ त्यो हामी एउटा यो अङ्ग निकाल्दै जान्छौँ यसलाई चोरी भनिन्छ इङ्ग्लिसमा खास मलाई त्यो थाहा भएन के भनिन्छ अनि यो पहिलो पहिलो कालो कालो हुन्छ यसलाई भन्छ भित्र यही फुट्यो भने मान्छेको शरीरबाट जोइ निक्लिन्छ यहाँ मान्छे मर्न पनि सक्छन् यति खतरनाक हो यसले नै हाम्रो खाना पचाउनको लागि एउटा केमिकल रिलिज गर्छ यसलाई भनिन्छ बाइल जुस यसो काम गर्दाखेरि हाम्रो खाना पाच्ने गर्छन् त्यसपछि यो खै के हो यो हाम्रो त्यो हेर्नुहोस् यो जुन जालो जस्तो निकाल्दैछौँ हामी यो चाहिँ हाम्रो पेटको इन्टेस्टाइन हो जसरी मान्छेमा स्मल इन्टेस्टाइन र लार्ज इन्टेस्टाइन भनेर हुन्छ नि आन्द्रा भनेर त्यस्तै परेवाहरू पनि किसिमको जनावर हो एनिमल हो त्यो यिनीहरूमा पनि लार्ज इन्टेस्टाइन र स्मल इन्टेस्टाइन भनेर हुन्छन् अब जो नाम निस्किँदा चाहिँ यो स्मल इन्टेस्टाइन हो पहिला हाम्रो लार्ज इन्टेस्टाइन निस्कियो हो हेर्नु यो लार्ज इन्टेस्टाइन हो त्यो चाहिँ पहिला अनि त्यसपछि यो समात्दाखेरि यो समातेको छ नि त्यो स्मल इन्टेस्टाइन हो यसमा खाना पाचन भने हाम्रो ठुलो आन्द्रा भएर हाम्रो शरीरबाट भएर निस्किने गर्दछ खानापिनाहरू हेर्नुहोस् कस्तो हेर्नु एनस भनिन्छ त्यसलाई त्यो जहाँ त्यो टाँसेको छ नि लास्टै त्यो आन्द्रा त्यो एनस हो हेर्न सक्नुहुन्छ हेर्नु पुरै त्यो परेवाको आन्द्रा भन्द्रहरू सबै एकदम प्लट प्लट गरिदियो हेर्दै अगाडि अगाडि हेर्दै जानुहोस् के हेर्दैछ हो पुरो प्लट प्लट भइसकेको छ पुरा अङ्गहरू भित्रको अङ्गहरू हामी हेर्दैछौँ ध्यान दिएर हेर्नुहोस् त्यो ब्लड भएको कारणले गर्दाखेरि त्यो वास ग्लास भन्छ त्यसबाट पानी दिन्छौँ ताकि त्यसबाट सफा होस् र त्यो भित्री अङ्गहरू हामी राम्रोसँग देख्न सकोस् भनेर
अब हामी फेरिदेखि यसको भित्रमा यहाँ उसमा रहेको पार्ट्सहरूलाई छुट्याउँदैछौँ। हेर्नुहोस्, एउटा पार्ट हामी छुट्याएर बेग्ला बेग्लै राख्नेछौँ। हेर्नु, राम्रो ध्यान दिएर हेर्नु। यो बुझिहाल्नुभयो भने तपाईँलाई पछि गएर अगाडिको पढाइमा कुनै किसिमको कुनै चिजलाई यदि डाइसेक्सन गर्न भन्यो भने तपाईँलाई अप्ठ्यारो हुँदैन। जति पनि एनिमलहरूको डाइसेक्सन होस्, चाहे त्यो गाई बाख्रा होस्, चाहे खरायो होस्, परेवा होस्, सबैको डाइसेक्सन, भ्याकुता होस्, सबैको डाइसेक्सन यसरी नै गरिन्छ। अनि हामीले यसरी नै सबै जनावरहरूको चिरफार गर्दाखेरि, शल्यक्रिया गर्दाखेरि यसरी नै उसको विभिन्न अर्ग्यानहरू हेर्न सक्छौँ। हेर्नुहुन्छ, एउटा अर्ग्यानहरूलाई उलट पलट गरेर हेराउँदैछन्। हामी मान्छे भनेको पनि यस्तै हो। मान्छे ठुलो जनावर भएकोले उसकोमा अङ्गहरू ठुलो अब यो पनि भर पर्छ कि जनावर कत्रो छ। एनिमल जत्रो हुन्छ त्यही हिसाबले त्यसको अङ्गहरू पनि त्यस्तै विकसित भएको हुन्छ। पर्व भनेको एउटा सानो किसिमको जनावर हो, त्यसैले यिनीहरूको अङ्ग पनि एकदम सानो नै हुन्छ। जस्तै अब मानौँ कि कुनै ठुलो जनावर यता बाख्रा भइदियो होइन, यिनीहरूमा गऱ्यो भने यिनीहरू पनि ठुलो जनावर कति पर्वभन्दा ठुलो किसिमको जनावर हो। यिनीहरू ठुलो किसिमको जनावर हो भन्नाले उनीहरूको अङ्गहरू पनि त ठुलै हुन्छ, सबै चिज ठुलो ठुलो हुन्छन्। कुरा पनि हामीले विचार गर्नु पर्यो। तपाईँहरू भन्नुहुन्छ होइन सर, या होइन कि म तपाईँ त्यो परेवा त्यत्रो छ यसो कुरा, यो हामीले यो ध्यान दिनु पर्यो कि त्यो एनिमलको टाइपको साइज, यानि साइज कत्रो छ, त्यो एनिमल स्मल साइजमा पर्छ कि बिग हो कि मिडियम हो, त्यसको आधारमा पनि उनीहरूको अर्ग्यानहरू डिटरमाइन गर्न सकिन्छ। मिडियम साइजको त मिडियम खालको उनीहरूको अर्ग्यान हुन्छन्, सानो त सानै हुन्छन्, ठुलो खालको छ भने सबै चिजहरू दिन्छन्, ठुलो नै रहन्छन्। अब हामी यो जनावरको परेवाको अङ्गहरूलाई छुट्याउने गर्दछौँ। हेर्नुहोस्, काटिँदैछ। अब एउटा एउटा अङ्गहरू छुट्याएर हामी हेर्नेछौँ। हेर्दै जानुहोस्, विचार गर्दै जानुहोस्। साइड साइडको अङ्गहरू छुट्याउँदै जाँदैछ। किन त्यो जनावर सानो छ, अलिकति हेर्नु अप्ठ्यारो हुँदै होला, त्यो अलिकति ध्यान दिएर हेर्नुहोस्। त्यो हट हट हो, हट हट निकालिदियो, त्यो बट्टामा राख्यो। सबै चिजहरू हट, किडनी, लिभर, त्यसको साथसाथ पित्त थैली, जसलाई हामी बाइल जुस भन्छौँ, सबै छुट्याएर राखिँदैछ। सबै अङ्गहरू छुट्याउँदैछ। हेर्न सक्नुहुन्छ कसरी निकाल्दैछ एउटा एउटा अङ्गहरू काटेर। यदि यो जनावरको सबै चिज काटेको हुन्छ, हट काटेको हुन्थेन भने, लङ्स काटियो, लङ्स भनेको फुक्सो, फुक्सो काटिएको हुन्थेन भने अहिलेसम्म यो जिउँदै हुन्थ्यो। यति कुराको विचार गर्नु होला है। कुनै पनि जनावरको फोक्सो, किडनी हटाइदिए पनि होइन, त्यो अनि हट रहे पनि, हट र लङ्सलाई अन्तिममा यदि काटिने हो, हटाइने हो भने त्यो जनावर तबसम्म बाँचिरहन्छ। अब हेर्नु, त्यसमा अङ्ग हटाउँदाखेरि त्यसबाट रगत निस्कियो, रगत भयो, कानले गर्दाखेरि फेरि हामी यसलाई धुन आएको यतापट्टि सफा गर्छौँ। फेरि हामी त्यसलाई फेरि त्यही प्रक्रियाबाट फेरि यसको हामी अर्को अङ्गहरूलाई छुट्याएर हेर्नेछौँ, फस्टाउँछौँ, ताकि हामीले यसको बारेमा राम्रोसँग जानकारी पाउन सकौँ भनेर। हेर्नुहोस्, भइदियो। अरू अङ्ग पनि हेरिसक्नु पर्यो हामीले। अब यो हाम्रो डाइसेक्सन भनेको अन्तिमतिर हो। अन्तिम चरणमा हेर्नुहोस्, सबै चिज निकालिदियो, डाइसेक्सन। आशा गर्छु कि तपाईँहरूले परेवाको यो डाइसेक्सन भन्ने जुन प्र्याक्टिकल छ उसको बारेमा राम्रो ज्ञान दिनुभएको होला। धन्यवाद। अनि हाम्रो यतिकैमा हाम्रो डाइसेक्सन सकियो हो भाइ बहिनीहरू। अनि तपाईँहरूसँग एउटा कुरा अनुरोध छ, मेरो च्यानललाई, एमएन फाउन्डेसनलाई लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद। अनि हाम्रो यतिकैमा हाम्रो डाइसेक्सन सकियो।